सँगसँगै मर्न पाइयोस्। त बिना म कसरी बाँचुला भन्छ केटी। चाँडै हेडमिस बनेर मेरो कान्छोलाई हेड सर र हामीलाई हेडमिसको सासू ससुरा बनाऊ। तेरो निधारलाई यसरी नै मेरो औँलाले सधैँभरि छुन पाइरहोस्। माने घरका सबैले निहुरिएर मै भएको ठाउँमा निधार लिएर आउँछन्। तेरो निधार चाहिँ मैले खोज्दै आउनु पर्ने। कसैसित नझुकेको यो धर्मनाथलाई तैँले मात्रै झुकाउन सकिया छस्। ल अर्को जन्ममा भगवानले तँलाई ऋषि धमला जस्तै बोल्न सक्ने बनाऊ। हे तारी अब तिम्रो पालो। ल नमस्कार रूपा मिस। तिम्रो हात खाली नगर मैले नमस्कार फर्काइदिएको नि। किन ल्याएको भने आउन हौ। तेरि किन तानिर पहिले आउन। ल हेर त कस्तो राम्रो ठाउँ छ। राम्रो छ त नि के गरौँ। ल अब एउटा टिकटक बनाऊ। बनाउँछु बेकारमा टिकटक। हिजो उहाँ कुखुरा भोकाइसके। जाउँ बनाऊ ल बनाऊ। दाजु भाउजू बढ्दै रोमान्टिक हुनुभयो। घरमा मौका मिल्दैन क्या? म कस्तो देखेँ त केटी? तपाईँ पनि सधैँ केटाकेटी जस्तो गर्नुहुन्छ। केटाकेटी जन्माउनु पर्नेले नजन्माएपछि आफै केटाकेटी जस्तो हुनु परेन। अब के गर्ने त, हामीले मात्र रहर गरेर नहुने रहेछ। त्यही त। लिनुहोस् तपाईँका साथीहरू, उहाँ कुरिरह होला। Miss Viva.
मिश्री भयो मिश्री खाने बेला भयो मिश्री खाने बेला भयो मिश्री खाने बेला भयो ल खाऊ ल खाऊ ल तँलाई मैले अघि नै दिइसकेँ मलाई झुक्क्याउँछु भनेको होला सक्दैन मैले कल भयो नि चलाछु कहिले चलाउने भनेको त्यही टिकटक र थुत्रो त हो तिमीले कल चलाएको भन्दा धेरै पैसा म टिकटक चलाएर कमाएर देखाउँछु हेर्दै जाऊ न 1000 फलोअर्स त पुग्न देऊ त्यत्रो कमाउनुलाई त थुत्नु पनि त हिरोइन जस्तो हुन पर्यो नि छोरीलाई हिरोनी बनाउने नि त नमस्ते ठीक छ नमस्कार कान्छा बाहुन गर्छु जमाना फेरि मलाई बाहुन बर्जु नभन् काका भन् काका तेरो बा अगमे मभन्दा 6 महिना जेठा थिए क्यारे अनि कस्तो छ अहिले तेरो छोरीलाई पुरै ठिक छ हजुरले पैसा दिएर अस्पताल नलग्या भए त मर्ने रहेछ नि कान्छा बाहुन गर्छु ल यसले तेरो छोरीलाई पोसिलो खानेकुरा खुवाएस् अनि यसले चाहिँ त्यो गोतामेको नातिलाई एउटा पाइन्ट सिलाएर दिए ए भर्ते हजुर बा सबैले चिया बना त ल आज मेरो तर्फबाट सबैले चिया ए हुन्छ ल आज बिना बादल पानी झर्छ कि क्या हो बिना बादल पानी चाहिँ मरिकै झर्दैन हो तर आज यो गाउँबाट तर्फबाट चियाको लागि पैसा झर्छ हो के हो तिमीहरूका घरमा ऐना छैन कि क्या हो बुढा हो ढेडु जस्तै सेतै फुलेका छौ र पनि केटा हुँ भन्छौ अनि तिम्रो चाहिँ ऐना हेरेर फुलेको कपाल कालै देखिन्छ क्या अरे दलिहाल्यो कालो उमेरमा रङ लाउन मिलेन आफू त जवानै छु अब अरूको जिम्मा चाहिँ लिनु भयो नि त गाउँ बुढा त जवानै हो नि दाँत पनि साटेका छैनन् के को खुसियालीमा चिया खाइसक्यो केटा छोराको भिसा झऱ्यो नि त हो भिसा नै पो झर्यो झऱ्यो लु ठिक भएछ है केटा एउटै भएको सन्तान कोक छोडेर जान लाग्दा पनि यत्रो खुसियाली सन्तानको भिसा झर्दा खुसी नहुने आमा को होला देखा त मलाई ल हेर तेरो जेठो छोरा अस्ट्रेलियामा छ माइलो काठमाडौँमा छ अब त्यो कान्छो छोरालाई पनि बेकारी बनाएर नराख बेकारी रे मेरो मुटु कतिचोटि धड्कन्छ भनेर गन्न सक्ने छोरा नै त्यही कान्छो सकिँदैन भने साग र सिस्नु खानु तर आफ्नो कोक छाडेर कतै नजानु यस्ता आदर्शको कुराले चाहिँ नि कसैको घरमा चुला बल्दैन अनि चुला नबलेपछि विदेश जानु परेन बुढेसकालमा एउटा सन्तान त साथमै चाहिन्छ काँध थाप्नु परेन मेरो काँध थाप्नले तँ छोरी सस्ने त ओहो भर्ते तेरो छोरो त कस्तो रहर लाग्दो रहेछ दे त मलाई खेलाम ले के गर्छौ बाबा नाति खेलाउने तिम्रो रहर थियो नि कान्छा कान्छीले बुझेनन्
के हेर्नु बाबा? आफ्नै माटोमा पसिना बगाउने मान्छेलाई हेरेको। पढे भन्दैमा जागिरै खान पर्छ भन्ने छैन नि। तैँले जेटिए पढेर पनि कुखुरा पाल्दा भकै छ त। बरु यो कुखुराको सट्टा बाख्रा पाल्दा कसो होला कान्छा? कमसे कम म पनि तँलाई सघाउन सक्थेँ। कुखुरो त म छुँदिनँ। कुखुरामा चाँडो फाइदा हुन्छ नि त बा। अब बाख्रा पाल्यो भने 1.5-2 वर्ष कुर्नै पर्यो, त्यही भएर कुखुरै ठिक। त्यो पनि हो। आजकलको मान्छेलाई कुर्ने फुर्सद छैन। लो जे गर्दा तँलाई खुसी लाग्छ त्यही। मान्दै पानी दिनु त। म दिइहाल्छु नि। ला कान्छा, छोरालाई सघाउने भाग्य सबै बाबुआमाको हुँदैन क्या। त्यो भर्तेको घर नातिले गर्दा कस्तो उज्यालो भएको। ए त्यसो भए त त्यसको घरमा त बत्ती नै बाल्नु पर्दैन होला नि त बा। मैले तँलाई पनि भनेको, बिहे गरिसकेकोले कुरा बुझेनन्। अब म तेरो बिहे गरिदिन्छु। काठमाडौँमा सब ठिक छ नि माइला? ठिक छ त, यस्तै हो, गजब चल्दैछ। अनि गोपाल, तेरो कुखुरा फार्म कस्तो चलिरहेछ? चलिरहेछ दाइ, यस्तो दिन काट्ने मेलो। दिन काट्ने मेलो मात्र भनेर भएन नि कान्छा। के आउँछ यतै? जे पाए त्यो नबोल्नु है दाइ, बात यहाँ आएर ढाड खुस्काउनु होला नि फेरि। त्यही त। अनि ठुल्दै सर छोडेर गाउँतिर जानुभयो अरे नि त तपाईँ त? गाउँमै हो। अझ जङ्गलको बिचतिर पो छु त। सिडनीको भिडभाडले दिक्क भएर फ्रेस सुनेतातिर आएको। यहाँ त अचम्म पो छ त। पैसा हुने जति शान्ति खोज्न गाउँ छिर्ने भएपछि सहरको भन्दा गाउँको जग्गा पो महँगो छ त। शान्ति खोज्न गाउँ नै पस्ने भए यतै थियो त। त्यति टाढा जानु पर्थ्यो र? अब यहाँ शान्ति मात्रै भेट्छ दाइले, डलर भेट्दैन बुवा, के गर्नु? यहाँको जस्तो सुविधा छैन नि त बा। के सुविधा छैन? यहाँ सबै थोक छ। उहाँ चुलाचुलीसम्म बाटो पिच भइसक्यो। सिन्धुवाको अस्पतालमा कत्रा बडे मानका मेसिन आइसके। यहाँ नभएको भनेको त तिमीहरूको मन मात्रै हो। अनि कान्छोलाई पनि उतै लाने भनेर उकास्ने होइन। कान्छो यही खुसी छ। अनि ओइ जेठा, सुँगुरको मासु त खाँदैनस् नि? बुवा, यहाँ आएको मान्छेलाई नि त्यस्तो कुरा नगर्नुहोस् न। अब जहाँ भए पनि बाहुन त बाहुनै होस् क्यारे। कि ठुलो हैजा चढ्ने बित्तिकै जातै फेरियो? जात चाहिँ होइन बुवा, दाइको नागरिकता चाहिँ फेरियो होला। अहिले त अस्ट्रेलियन आचार्य सोध्नु नि त्यहाँ। कान्छा, यसले नागरिकता पनि उतैको लिइसक्यो। 2-4 दिन भयो त्यहाँ लिनुभयो। होइन त दाइ? बाको प्रेसर बढेछ है, क्या हो यत्तिकै रिसाउँछ नि त? भोलि होल बडी चेकअप गरेर आइ। ए कान्छा, बाको त्यो ढाड दुख्ने समस्या थियो नि पहिल्यैदेखि, त्यो एकचोटि एमआरआई गराएर हेरेँ के भन्दो रहेछ। हस् दाइ, हस्। तरकारी यता देऊ त। गीत पुराना भए मेरो बुहारी मास्टरनी छोरो गोठालो। त्यसो चित्तै दुखा भए जाई खान विदेश गइरहँ त। तँलाई पनि बाह्र जे भन्दा पिर पर्छ त्यही भन्नुपर्छ है। जस्तो त हो। लाउ बुवा, तिमी पनि खाऊ। यहाँ उत्पादित पत्ताकोपीले ₹2 समेत प्रति किलो भाउ नपाउँदा बारीमै गहिन थालेको छ। देशमा जतिसुकै ठुला राजनीतिक परिवर्तनहरू भए पनि स्थानीय उत्पादनको उचित बजार व्यवस्थापन गर्न नसक्दा देशको अर्थतन्त्रमा उल्लेख्य सुधार गर्न नसकिने विज्ञहरू बताउँछन्। स्थानीय कृषकहरूले समयमा नै विभिजन एवं मलखाद नपाउँदा समस्यामा पर्ने गरेका छन्। देशमाथि
त्यो जुठो नखान भने कति भन्नु आफै नयाँ सोच आयो भन्छे आफै बुढो खानेमा छे यो जुठो खाएको कहाँ हो त लोग्नेको माया खाएको नि अनि लोग्नेको माया पनि चपाई चपाई खाइदो रहेछ होइन त त्यसमाथि दाल तरकारी र दुध मिसाएर मायामा नुन चर्को त छैन नि आमा यो त आइस जिस्केर पनि विदेश जान्छु न 32 दाँत छन् तेरा बोल्या पुग्छ त्यो सोनासो कहाँ छ आमा एउटा दाँत फुकाल्नु पर्यो क्या त्यसरी पनि रहेछ त के नानी नानीको नाम थर के होला मेरो नाम सोनी जिमी हो ए पहाड घर कहाँ होला गोत्र के नि नानी घरमा गाई पाल्या छन् त हेलो के अरे क्या हो हामीलाई टिभी पर्यो त बुढा अब हामी छिट्टै जाउन पछि कुरा गरौँ म त भन्दै थिएँ तँलाई मलाई कुनै रोग छैन बेकारमा पैसाको खर्च के को होलबडी चेकअप हो विदेशीले भनौँ तैँले मानिहालिस् कहिले नदेखे जस्तो के राखेछस् के भो त मेरो औषधि हस् खान्छ त हुँदासम्म मलाई कुनै रोगले समाउनु त मेरो छेउमा देखेपछि काल पनि डराएर भाग्छ यो माउरी हाम्रो घरको कहिले पनि चिन्ने घर सधैँ मेरो घर परेर हुन्न होइन धर्मस भाइ तपाईँको घरको माउरीले सुगा लाउँछ नि क्या फ्याट्टै चिन्नुहुन्छ त खुबी चाहिन्छ खुबी चिया मात्रै बेचेर हुन्छ भारतीय
यो जेठाको पाखोमा उत्तिस रोप्नुपर्छ। 10 वर्षमा त्यो विदेशीले विदेशमा कमाएको भन्दा धेरै पैसा आउँछ। त्यो विदेशीलाई यो पाखोको के काम फर्कने होइन। काठमाडौँमा बस्ने माइलालाई उही पुगिसरी छ। गाउँ चाहिने त तँलाई हो नि खान्छ होइन? त पनि केही बोल्न, म मात्रै कति बोल्नु? म त्यो मौरी कसरी चिन्ने भनेर सोचिरहेको छु। मेरो शेषपछि पनि बाबुबाजेले कमाएको यो सम्पत्ति नबेच्नु, सकिस् भने थप्नु। मेरो हजुरआमा सती गएको खायल हो। तैँले मेरो मनको कुरा बुझ्छस् भनेर तँलाई सुनाएको हो यो। तेरा दाइहरूलाई यस्तो कुरा भन्नु त भालुलाई पुराण सुनाए जस्तो हुन्छ। केही बोल्नु हौ कान्छा? होइन आज के भइरहेछ यसलाई? ए कान्छा बोल्दैनस् त? मेरा भाको बोल्नै मिठो, सुनिरहेको जस्तो। साँच्चै? मेरा बाले पनि मलाई यसै भने। ल घर गएर आमालाई रिपोर्ट राम्रो छ भनिदिए है। उहाँ मेरा केटाहरू पर्खिरह होला, म लागे। अब छिट्टै तपाईँकी छोरीले अमेरिकाबाट फोन गर्छ। तपाईँका 3टै छोरी विदेशमा, भाग्य चाहिँ ठुलै लिएर आउनु भएको रहेछ नि हाम्रो मम्मीले। अहिले त ज्वाइँ र म मात्र जाने हो क्या? उता सेटल भएपछि बोलाउँछौँ बुवा आमालाई। ल हामी छिट्टै मिलाएर आउँछौँ नि। अहिले राखेँ ल। तिमीलाई पो डिबी पर्यो, मेरो लागि त भूकम्प आयो। तँ पनि हाट ट्रेक्टर। भाग्य चम्किने बेलामा जाने भनेको भुइँचालो।